साथीहरूलाई सबै कुरा भन्न सक्छौ। के भन्नु, मेरो जिन्दगी के बर्बाद छ। किन आनन्दी यस्तो बोली कि के भयो? मम्मी बाबाले तिमीलाई केही भन्नु भएको छ र? मम्मी बाबाले मेरो विवाह गराउन चाहनुहुन्छ। बिहेको कुरा के भने कि? आनन्दी, तिमी त सानै छौ। तिम्रो मम्मी बाबाले तिम्रो पढाइलाई छोडेर तिम्रो विवाह किन गराउन चाहनुहुन्छ? किनकि म एक छोरी छु। छोरा भए त के? बाबुआमाले भन्नुहुन्छ तिमी पढेर के गर्छौ? छोरी मान्छेले विवाह गरेर अरूको घर जाने हो। यस्तो किन भनेको? अनि तिम्रो डाक्टर बन्ने सपना छ, त्यो चाहिँ? सपना त सपनै रहिरहन्छ नि। हिँड आनन्दी, हिँड, तिम्रो घर हिँडौ। नमस्ते अङ्कल आन्टी। नमस्ते नमस्ते, आउनुहोस् बस्नुहोस्। आनन्दी, तिमी यति बेरसम्म कहाँ थियौ? मैले तिम्रो पुरा घर खोजेँ। नकराउनु आन्टी, आनन्दी हामीसँग थियो। तिम्रो विवाहको कुरा चल्दैछ। अब एक्लै घरबाट बाहिर नहिँड। ससुरालीको मान्छेहरूले के सोच्लान्? आनन्दीका बारे कुरा गर्न आएका हुँ। कुन चाहिँ कुरा नानीहरू? तपाईहरू आनन्दीको विवाह गराउन चाहनुहुन्छ? आनन्दी अहिले सानै छ, कृपया तपाईहरू यसको बाल्यकाल तरिकाले नछिर्नुहोस्। बडा यत्रो सानो नानीहरू आएर हामी ठुलाहरूलाई फर्काइरहेछन्। विवाह त आनन्दीको मात्रै होइन, तिमीहरूको पनि गर्नुपर्छ। आनन्दीको डाक्टर बन्ने सपना छ। सपना छोरा मान्छेहरूले राख्ने, छोरी मान्छेले होइन, बुझ्यौ? नरोवा आनन्दी, नरोवा। धेरै भइसक्यो, अब यसको किताबहरू यो घरमा रहनु भएन। यस्तो नगर्नु आन्टी। आमा, यसरी नफेल्नुहोस् न। मेरो किताबहरू यसरी नफेल्नुहोस् न। अङ्कल, के भनेको? ठुलो भएर डाक्टर बन्ने सपना छ। यसको सपना यसरी चकनाचुर नगर्नुहोस् न। सपना छोरा मान्छेहरूले राख्ने हो, छोरी मान्छेले होइन। छोरी मान्छेहरू अर्को घरमा गएर चुलो चक्की चलाउने मात्रै हो, बुझ्यौ? जाऊ जाऊ, बुढो के जाऊ यहाँ। बाबा, म अहिले विवाह गर्दिनँ। मलाई पढ्नु छ, पढेर डाक्टर बन्नु छ। छोरी, अब तिमीले सपना हेर्न छोड्नुपर्छ। यो समाजमा पहिलादेखि नै चल्दै आएको छ। छिमेकीहरू आनन्दीको विवाहको कुराकानी चलाउँदै बेहुलाको घरमा गएर जान्छन्। नमस्ते दाजु, नमस्ते भाउजू। नमस्ते नमस्ते, बस्नुहोस् बस्नुहोस्। अनि हजुरहरूको छोरा चाहिँ कहाँ छ? हाम्रो छोरा गाउँमा हामीसँग छ, हेर्नुहोस् न। मोबाइल हेर्नुहोस् न।
केटी चाहिँ सानी भए पनि हेर्नमा राम्रो छ। हेर्नुस् न तपाईलाई कस्तो लाग्यो? ए मलाई चाहिँ असाध्यै मन पर्यो। यो केटी हाम्रो घरको बुहारी बन्ने लायक छ। कुरा चलिसकेको छ भने तपाईँहरू कहिले केटी हेर्न जानुहुन्छ? केटीतिर पनि कुरा चलेर राख्नु थियो। यो हप्ता त हाम्रो अत्याधिक काम छ, अर्को हप्ता जाँदा हुन्छ नि। छिमेकीहरू केटीको घरमा केटाले आउँछ हेर्न र विवाहको कुरा गर्छ र विवाह पनि हुन आँटिन्छ। नमस्ते दाजु। नमस्ते नमस्ते। ओ तपाईहरु आउनुभयो, बस्नुस् न बस्नुस्। नमस्ते भाउजू। नमस्ते नमस्ते। खोइ के छ हाम्रो छोरीको लागि केटा खोजिदिनु भयो त अनि? खोज्न त खोजेको छौँ। अनि केटा तर्फबाट के को बराए गयो? अर्काकी घर गइहाल्छिन्, अब हामीलाई ढुक्क हुन्छ। अब हामी आफ्नो छोरालाई राम्रोसँग पढाउनु पर्छ है। ल अब हामी लाग्यो अनि एक हप्ता पछि आउँछ है। एक हप्तापछि अब केटीको घरमा केटा तर्फबाट केटीलाई हेर्न आउँछिन् र केटी र केटा बेहुला र बेहुलीको विवाहको कुराकानी गर्दै र विवाह पनि गर्न आँट्छिन्, भइ पनि हाल्छिन्। के हो तपाईको? नमस्ते सम्झीज्यू, नमस्ते सम्झीज्यू। नमस्ते नमस्ते सम्झीज्यू, आउनुस् बस्नुस्। बाबु आफ्नो सासू मम्मी सासू बाबालाई ढोग न। पर्खिनुहोस् न, म तपाईहरुको बुहारीले लिएर आउँछु। हामी बुहार त हेर्नमा धेरै राम्रो छ। सुन्नुस् न, तपाईले घरमा के निर्णय गरेर आउनु भयो त भन्नुस् न। यो हामी निर्णय गरेर आएको छौँ कि आज नै विवाह गरेर तपाईको छोरीलाई आफ्नो घर लगाउन चाहन्छ। के आज विवाह? छोरी चाहिँ किन रुँदै गइन्? अब तपाईलाई थाहा नै छ होला, घर छोडेर जानु पर्दा रुनु त आइहाल्छ नि। एकछिन ल। आमा के भन्दै हुनुहुन्छ उहाँहरू? मैले विवाह गर्दिनँ, मलाई पढेर डाक्टर बन्नु छ। चुप लाग, जहिले पनि त्यस्तै बोल्छे। तर रो या जे घर विवाह त तेरो आजै हुन्छ।
नानीको विवाह जबरजस्ती भयो। बाल विवाह एक सामाजिक र कानुनी अपराध हो र यो सहनु पर्यो आनन्दीले मात्र 5 वर्षमा। 9 वर्ष बाद आनन्दी 15 वर्षकी भई र उसको घरमा एक सानो शिशुले जन्म दियो। ल हेरौँ त के हुन्छ। मेरो छोरालाई के भयो? आँखा पनि खोलेको छैन अहिलेसम्म। के भयो? उठ न उठ न उठ न। आमा आमा हेर्नुहोस् न, मेरो छोरालाई के भयो? बिहानीदेखि आँखा पनि खोलेको छैन। के भयो हेर्नुहोस् न। यसको माथा त आगो जस्तो तापिरहेको छ। यसलाई त कडा ज्वरो छ। आमा यो तपाईँ के भन्दै हुनुहुन्छ? हेर्नुस् न बच्चा त पुरै ज्वरो आगो जस्तै तापिरहेको छ। तपाईँ वैद्य साहबलाई बोलाएर ल्याउनुहोस् न। पोखरमा बेटालाई बोलाएर ल्याउँदैछु।